साथीहरु वेलकम ब्याक टु आवर न्यू भिडियो। आए हजुरहरु सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै सन्चै छौं। आज चाहिँ हामी सल्यानदेखि चाहिँ कोलपुर जाँदै छौं साथीहरु। आज चाहिँ हामी कोलपुर जाँदै छौं। दाङ आन्टी आफ्नो गाउँ छ। आज चाहिँ दाङ बस्छौं होला, आन्टीको त्यही बस्छौं होला, ढिला भइहाल्छ। त्यही भएर यहाँ हाम्रो गाउँ हाम्रो घर चाहिँ त्यहाँ हो साथीहरु। बाबा हुनुहुन्छ। हेलो नमस्ते ठुलबा। नमस्ते भाग्यमन ज्ञानै केल सोध्लाई त्यहाँ अघि जान लागि हामी दुई दिन जाने सबै जान लागि कति जना छ 6-7-8 जना। कति बजे आउँछ गाडी? नम्बर हान्छ फोन। चाहिँ अब आउन लागिसक्यो गरे। अब हामी चाहिँ तल गएर बस्ने अवस्था आउनु। हामीले चाहिँ आज खानासाना खाएर अनि यता चाहिँ मम्मीले खाँदै हुनुहुन्छ, उता चाहिँ हजुरआमा हुनुहुन्छ। बय राम्रोसँग बस्नु ल, राम्रोसँग बस्नु। अब चाहिँ हामी जान्छौँ, राम्रोसँग बस्नु है भाइजू। मम्मीले चाहिँ खाना खाँदै हुनुहुन्छ साथीहरु। अब चाहिँ गाडी ढोर्चर आइपुग्यो गरे अनि अब चाहिँ हामी जान्छौँ। आन्टी गाडी आयो गरे। अब तल जाने एल्जा चाहिँ तल एल्जा रे। अनि भन्नु दिदीहरुलाई चाहिँ कहिले पनि नबोल्नु हस्। बाई। एल्जा चाहिँ जुत्ता लगाउँदैछ अनि दिदीले चाहिँ यहाँ भिडियो गराइदिने भनेर म ल त है साथीहरु। अब चाहिँ हामी लाग्दैछौँ। मम्मी उता हुनुहुन्छ है साथीहरु। सब रेडी छन्, सबै रेडी छन्। त्यसो भएर चाहिँ यहाँ यता भइरहेछ, सबै यहाँ स्याहारमा छन् नि। ल साथीहरु, हामीले चाहिँ एकदमै मिस गर्छौँ हाम्रो मामा घर। कुती रामसँग बस ल। सामान चाहिँ यहाँ छ, यति धेरै छ सामान। काल बेबी चाहिँ सुतिरहेछन्। त्यही सोध्या खै त एल्सा झोला देखाउँ खै खै। यहाँ यता छ, यति छ। यहाँ चाहिँ यी छोटी छिन्, हजुरआमा हुनुहुन्छ, सालमामा सबै। ल जाम अल्ठुलसँग भन न। रामसँग बस्नु ल है भाइ। जमिन बस्नु है। बाई। नरोइकन बस ल। राम्रोसँग बस है मिनाहरू। बाई बाई। राम्रोसँग बस। खै हजुरआमा नै गइसक्नु। पलकहरूलाई छोड्न आएको थियौँ। पलक चाहिँ स्कुल जाँदैछिन् छोरो। आज 1 महिनापछि स्कुल जाँदाखेरि कस्तो फिल भइरहेछ? राम्रो। अनि हामी चाहिँ छोड्न आएको छौँ। अनि गाडी पलकको स्कुलको गाडी चाहिँ यहाँ आउँछ। यो रोड सानो भएर चाहिँ पलकको घरनिर जाँदैन गाडी, अनि त्यही भएर यता अगाडि मेन रोडमा आउनुपर्छ साथीहरू। अनि हामी चाहिँ बिहान यिनीहरूलाई छोड्न आएको थियौँ। यिनीहरूको बिहा गरेर धेरै थियो, अनि त्यो बच्चासँग गाह्रो हुन्छ भनेर हामी चाहिँ यहाँ छुट्टीपाडामा भएर यिनीहरूलाई छोड्न आएको थियौँ। अब चाहिँ हामी घर जाँदैछौँ। छोरा आउन यहाँ। अब चाहिँ हामी घर जाँदैछौँ। अनि पलक मेरो अब लास्ट भेट हो। अनि अब भेट हुन त हुन्छ, कहिले हुन्छ थाहा छैन। यता चाहिँ दिपाहरू बसिरहेको छन्। अनि दिपाहरू यत्तिकै निराश भएर स्याड भएर बसिरहेको छन्। अनि यता चाहिँ पलक र पलकमा मात्रै बसिरहेको छन्। बसे राम्रोसँग पढ्यो है। नगुने फेरि मम्मीले फेरि होइन ल। अनि काली चाहिँ सुतिरहेको छ। यता पलकको ब्याग चाहिँ यहाँ छ। अब गाडी पनि आउँछ पलकको। साथीहरु के गर्ने, अब सधैँ सँगै बस्न पनि मिल्दैन। माया लाग्छ, माया लाग्छ।
अब कहिले काहीँ भेटिन्छ। अब 1 महिनासम्म सँगै बस्ने साथीहरू छुट्टिँदा एकदमै गाह्रो हुँदो रहेछ। बाई छोरी कति ढिलो गऱ्यो।